धेरैले मलाई गाली गर्नु भएको छ। म एउटा प्रश्न राख्न चाहन्छु, एउटा प्रश्न मैले राखेको छु। इनफ्याक्ट कुलमान घिसिङ, रवि लामिछाने र बालेन्द्र शाह यो तीनटा मिलेर अहिले एउटा गठबन्धन गाँठो बन्धन के बनाउनु भएको छ है। म उहाँहरूलाई चुनौती दिन्छु, एउटा कार्यक्रम राखेर एमसीसी को विरुद्धमा मै जस्तो खड्किएर देखाउनु। राष्ट्रवादी सङ्घ एमसीसी को विरुद्धमा हैन 2 वर्षसम्म एक्लै आन्दोलन गर्ने, एक्लै तपाईको चाहिँ अनेक परेको तपाईको यातना सहँदै एक्लै आन्दोलन गर्ने मान्छे हो। 85 दिनसम्म एक्लै पदयात्रा गर्ने मान्छे हो म है। तपाईहरुले 85 दिनसम्म हिँड्नु पर्दैन हैन, 2 वर्षसम्म आन्दोलन गर्नु पर्दैन, 1 वर्षसम्म कराउनु पर्दैन। मात्र एउटा कार्यक्रममा एमसीसी विरुद्धमा भाषण गरेर देखाउनु, तीनैजनाले भाषण गरेर देखाउनु। अनि त्यसपछि बल्ल नेपाली समाजले सोच्दैछ कि तपाईहरु राष्ट्रघाती हो या होइन भन्ने बारेमा सोच्दैछ। अन्यथा तपाईहरु राष्ट्रघाती हो, 1 राष्ट्रघाती हो, 2 राष्ट्रघाती हो, 3 राष्ट्रघाती हो। पुराना दल एमाले कांग्रेस त्यो के जाति भन्नेहरुले भन्न चाहन्न, उनीहरु त्यो तपाईको छैन, त्यो मरेको जन्तुलाई जुम्राले पनि छोड्छ भने जस्तो जनताले छोडिसकेको पार्टीको कुरा गर्नु छैन मलाई है। अब नेपाली समाज झुकिन सक्ने एउटै तपाईको कुरा छ कि त श्रम संस्कृति गर्ने कि घण्टी गर्ने, माटोमा हाल्ने कि घण्टीमा हाल्ने भने यहीको दुविधा छ है। त्यसो हुँदाखेरि चाहिँ म भन्न चाहन्छु, घण्टी पक्रेर चुनाव लड्ने मान्छेहरुले एमसीसी राम्रो छ भनेर अनेक परीको तपाईको छैन दलाली गरेको सुन्यौ हामीले है। ल ठीक छ, हिजो के सुन्यो ल एक ठाउँ छोड्दिउ। अब उपरान्त भविष्यमा तपाईहरुले एउटा कार्यक्रम राखेर एमसीसी को विरुद्धमा मैले जसरी आगो उगलेको छु त्यसरी नै आगो उगलेर देखाउनु है। त्यो एमसीसी पास गर्ने एमाले कांग्रेस नेपाली पार्टी के भन्नेहरुसँग कुरै गर्नु छैन, उनीहरु त तपाईको हो नै हो। विदेशीलाई जुत्ता चाहिँदो रहेछ, पुराना दलहरु पुरानो जुत्ता फाट्यो, नयाँ जुत्ता उनीहरुले लिएको छ। तर हर्क साम्पाङ विदेशीको जुत्ता होइन, नेपाली जनताको भावना, चाहना र आवश्यकताको वास्तविक मुद्दा हो है। वास्तविक मुद्दा हो। हामी विदेशीको जुत्ता होइन, नेपालीको भावना अनुसारको चाहना र आवश्यकता अनुसारको वास्तविक मुद्दा हो यो है। पुराना दलहरु विदेशीको पुरानो जुत्ता फाट्यो, च्यातेपछि नयाँ फेरेको मात्रै है। नझोकिन्नु होला। खुलेआम मैले च्यालेन्ज दिएको छु। ल यो मेरो सबैले शेयर गर्नु बन्धन गर्नेहरुले यो कुरालाई काटेर देखाउनका लागि तपाईको साइबर स्याल प्रयोग नगर्नु। तपाई आफैले आम सभामा मैले जस्तो गर्दै र भन्नु 3 करोड नेपालीलाई भन्नु यो माटोको पक्षमा हो या तपाई विदेशी पक्षमा हो है। मैले अघि के भने, राजनीतिको सबभन्दा ठुलो चुरो, सबभन्दा ठुलो कुरो, सबभन्दा ठुलो उद्देश्य भनेको यो देशको रक्षा हो है। यो देशको रक्षा हो। यो देशको रक्षा गर्ने नगर्ने भन्ने एजेन्डा सबैभन्दा ठुलो एजेन्डा हो। एउटा बाटो बनाइदिन्छु, एउटा पुल भवन बनाइदिन्छु भनेर हुँदैन। हामीलाई समृद्धि चाहिएको छ, सुख चाहिएको छ, तर स्वाधीनता सहितको सुख चाहिएको छ, नेपाली सुख चाहिएको छ। विदेशी सुख हाम्रो देशभित्र हुँदैन है। आफ्नो स्वाधीनतालाई भत्काएर, आफ्नो स्वाधीनतालाई बेचेर हामी कुनै पनि हालतमा सम्झौता गर्ने छैन है। सुनको पिजडामा बस्ने सुगा होइन नेपाली है। पिजडा हो नि त, पिजडा त होइन, सुनको हो तर पिजडा हो। मैले भनेको छु नि, त्यो किसिमले चाहिँ हामी बस्न चाहदैनौँ। हामी स्वतन्त्र भएर उड्न चाहन्छौँ, हामी सार्वभौम भएर बाँच्न चाहन्छौँ। त्यो शिर जहिले पनि उच्च हुनुपर्छ नेपालीको। त्यो शिर होइन जुन शिर चाहिँ तपाईको विदेशीको अगाडि झुकिरहेको छ। यो स्वाभिमानको कुरा हो। श्रम संस्कृति भन्ने बित्तिकै खाली बेलचा र गैँती बोक्ने रहेछ। किन बेलचा र गैँती बोक्नु पर्यो हामीले भन्दाखेरि, तपाईँ हामीले आफ्नै माटोमा श्रम नगरिकन समृद्धि कहाँबाट हुन्छ? तपाईँ हाम्रो बारी र खेतमा हामीले अन्न नछरिकन कहाँबाट लिएको खाने? अनि ठुल्ठुलो गफ गरेर आकाशतिर हेरेर हुन्छ हामीले? त्यसो भएको कारणले गर्दाखेरि श्रम गर्ने र श्रमिकलाई
श्रम गर्ने कल्चरलाई श्रम गर्ने संस्कृतिलाई सम्मान गर्न चाहन्छ आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी त्यो श्रम संस्कृति हौँ, हामी त्यो माटोवादी हौँ, हामी त्यो तपाईँको चाहिँ नि हामी काम गर्ने मान्छे हौँ। तपाईँहरू काम गर्ने मान्छे बन्न चाहनुहुन्छ? एकचोटि हात उठाइदिनुहोस्। अत्यन्तै खुसी लाग्यो, कति राम्रो देखिएको है।